सम्पूर्णमा नमस्कार। म प्रवेश दाहाल साथमा टिकाराम लिम्बू। हामी यतिखेर विराटनगरदेखि काठमाडौँसम्म आएर आन्दोलन मतलब कि यतिखेर माग र एजेन्डाहरू प्रस्तुत गरिरहेका छौं। आज प्रेस मिट मार्फत विभिन्न जानकारीहरू प्रेस मिट मार्फत दिइसकेका छौं र वार्ता टोली गठन भइसकेको छ र यो वार्ता टोलीले राष्ट्रपतिसँग जनताका एजेन्डा र मागहरू सम्बोधन गर्नेछ र प्रवेश और सिभिल वाइस फेसबुक आईडी को मेसेन्जरमा तपाईहरुले सुझाव सल्लाहहरू पठाउन सक्नुहुन्छ। जनताका एजेन्डाहरू अब आधुनिक नेपाल कसरी बन्छ जस्ता विविध पक्षहरू तपाईहरुले सल्लाह सुझाव पठाउन सक्नुहुन्छ। साथै तपाईहरुकै भाइ छोराहरू हामी अगाडि बढ्दै छौं र तपाईहरुले साथ समर्थन सुझाव सल्लाह दिनुपर्छ र हामी अब अगाडि बढिरहेका छौं र जेनजी साथै नेपाली जनता हामी जेनजी मात्रै होइन अब नेपाली जनता एक हुनुपर्छ र नेपाली जनताले परिवर्तन चाहनुपर्छ। यसका निम्ति नेपाली जनता अग्रसर रहनुपर्छ। यति भन्दै सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु। सबै नेपाली जनतालाई सम्झेको छु, सबै नेपाली जनतासँग सहकार्य गर्न चाहन्छु।